भिडभाड र व्यस्त सहरबाट टाढा, जहाँ आकाशले धरतीलाई चुम्छ र बादलका टुक्राहरू खुट्टामुनि तैरिरहन्छन्। आज हामी एउटा यस्तो यात्रामा छौँ जहाँ शरीर थाक्छ तर आत्मा बिउजिन्छ। स्वागत छ दोलखाको स्वर्ग कालिन्चोकमा। समुद्री सतहबाट 3842 मिटरको उचाइ, चिसो सिरेटो र कुरी बजारको यो रङ्गीचङ्गी बस्ती। भनिन्छ यो ठाउँ केवल घुम्नका लागि मात्र होइन, आफूलाई चिन्नका लागि पनि हो। तर कालिन्चोकको सुन्दरता हिउँ र हिमाल मात्र होइन, यहाँको मुख्य शक्ति त कालिन्चोक भगवती हुनुहुन्छ। यहाँ बज्ने हरेक घन्टीको आवाजले मनमा एउटा छुट्टै शान्ति र ऊर्जा मिल्छ। मानिसहरू भन्छन् यहाँ साँचो मनले मागेको इच्छा सधैँ पूरा हुन्छ। कालिन्चोक भगवती माँ की जय जय जय।